हेलो एभ्रिवान, म चाहिँ नवीना खाम्चा श्रेष्ठ। म चाहिँ सुर्खेतबाट। यो चाहिँ मेरो छोटो मिठो मिनी ब्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ हामी उता घुम्न जान लागेको एक ठाउँमा। त्यो चाहिँ खोला हो। अनि म यहाँलाई चाहिँ खोलामा घुम्न जान मन लागेको थियो। खोलामा गएर मासु चट्ट पारेर पोलेर खान एकदमै रमाइलो गर्न मन लागेको थियो भन्नुभएको थियो। अनि त्यही भएर हामीहरू जाँदैछौँ त्यहाँ। हेर्नुहोस् न, बाटो पनि कस्तो बिग्रेको थियो के, लास्टै बिग्रेको थियो। उता बिग्रे पनि यता चाहिँ राम्रै थियो। ऊ चाहिँ मेरो दिदी हो भनेपछि अनि हामी चाहिँ सरर लाग्यौँ खोलातिर। हामी चाहिँ चिङ्गाड भन्ने ठाउँमा जान लागेको। अनि यो चाहिँ अहिले सुर्खेतको एकदमै भाइरल भित्ता भनौँ, भाइरल भित्ता हो। तर मैले चाहिँ अहिलेसम्म फोटो भिडियो पनि खिचेन के, 2-3 चोटि गइसकेँ होइन यो बाटो। तर फोटो भिडियो खिच्नु खै किन हो मलाई मनै लागेन। यहाँ चाहिँ फोटो भिडियो खिच्न एकदमै भिडभाड रहेको थियो यो भित्तामा। अनि हामीहरू चाहिँ लाग्यौँ। फाइनली हामीहरू चाहिँ पुग्यौँ त्यहाँ। अनि दाउरा हुन्न भनेर मैले चाहिँ बाबुले अलिअलि दाउरा टिप्न पठाएँ मेरो भाइलाई। अनि मेरो भाइ अनि त्यसपछि म भएर फेरि माछा मार्न लाग्यौँ इन्जोयको लागि। माछा नै परेन के। अनि फेरि नि हामीहरू चाहिँ अब खाजाको तयारी गरौँ भनेर अनि खाजा बनाउन लाग्यौँ। फर्स्टमा त अब यो चाउचाउ नै बन्ने भयो के अरे। अनि चाउचाउमाथि मैले टक्क लाएर भाजीको साग पनि राखेँ। अनि हामीले चाहिँ चाउचाउ पनि पाक्यो। चाउचाउ पाकेपछि राख्ने भाँडा चाहिँ लानै बिर्सेछौँ के। अब के गर्ने भन्दाखेरि जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै प्लास्टिक थियो, प्लास्टिकमा हाल्यौँ। अनि उनीहरू चाहिँ हेरिरहेको थियो के। अनि म चाहिँ यहाँ मसलाहरू पनि पिस्न लागेँ होइन, मसलाहरू पिस्न लागेँ। अनि यता खोलामा सुन्दर सुन्दर खोलामा कलकलाउँदो खोलामा मजाले सब्जीहरू पनि मैले पखालेँ। यस्तो रमाइलो भएको थियो नि साथीहरू, माइन्ड फ्रेस भएको थियो कि। अनि तपाईँहरू पनि कहिले कस्तो जानुहोला, यस्तो इन्जोय हुन्छ। त्यसपछि हामी चाहिँ ढुङ्गामा पोलेर खाने भन्नुभएको थियो हाम्रो मैयाले। अनि त्यसपछि हामी चाहिँ ढुङ्गामा पोलेर खाने निर्णय गऱ्यौँ। ढुङ्गासुङ्गा सफा गरेर ततायौँ। त्यसपछि ससेस पोल्यौँ। फर्स्टमा चाहिँ यति यो ढुङ्गा तात्तिन चाहिँ सुरुमा एकदमै टाइम लाग्ने रहेछ। यो तात्तिसकेपछि त यति मजाले रोस्ट हुने कि अब कुरै छोड्दिउँ के। मलाई चाहिँ यो ढुङ्गामा अझै धेरै पोलेर खानु भएको, किनभने चाहिँ लास्टमा झन् यति मजाले तात्तिएको थियो कि एकदम छिटो भएको थियो। फर्स्टमा चाहिँ तात्तिने एकदम टाइम लाग्यो। अनि हाम्रो चाहिँ अब खाना नास्ताहरू पाकिसक्यो हो। अनि यो चाहिँ मेरो बुढाको लागि हो। उहाँले चाहिँ सुँगुरको मासु खानुहुन्न नि त। अनि त्यही भएर उहाँले चिकन गराइदिएको। अनि हामी चाहिँ त्यस्तै प्लास्टिकमा भाँडा लगेको थिएन, यस्तै प्लास्टिकमा खायौँ करेन्ट चाउचाउ। अनि मेरो बुढाले चाहिँ कराईमा खानुभएको थियो। अनि सबैजनालाई खाजा साजा दिएँ। अनि त्यसपछि मेरो पालो पनि हुन्छ खाने, मैले पनि टक्क पारेर खाएँ। मेरो घरमा चाहिँ पोर्क खानुहुन्न कि, त्यसैले यस्तै बाहिर र माइत गएको बेला मात्रै खान पाउँछु। अनि हामी चाहिँ खाजा साजा खायौँ। अनि एकछिन टिकटकहरू बनाउन लाग्यौँ। हेर्नु न यस्तो राम्रो थियो कि। अनि के गरेँ, धेरै बस्न मन लाग्थ्यो, टाइमै भएन। अनि त्यसपछि हामी घरतिर लाग्यौँ। घरतिर जाने बेला चाहिँ यस्तो राम्रो झुलुङ्गे पुल रहेछ। अनि झुलुङ्गे पुलमा पनि एकछिन खेलौँ न भन्यौँ। यो चाहिँ हामीले एकदम रमाइलो गऱ्यौँ। मेरो बुढालाई चाहिँ आउनु भनेको, उहाँ चाहिँ झुलुङ्गे पुलमा चाहिँ अलिक डर मान्नुहुन्छ कि, बिचमा आउनु भएन। अनि म चाहिँ आउनु भनेको नै भन्नुभयो। ओके, बाई बाई साथीहरू। यति बेलासम्म हेरिदिनु भएकोमा थ्याङ्क यू।